नमस्कार। हामीले बुझ्नुपर्ने धेरै कुराहरू छन्। जस्तै परिवार भन्दा ठुलो कुनै धन छैन, बुबा भन्दा ठुलो कुनै सल्लाहकार छैन, आमाको काख भन्दा ठुलो कुनै दुनियाँ छैन, भाइ भन्दा राम्रो कुनै भागीदार छैन, बहिनी भन्दा ठुलो कुनै शुभचिन्तक छैन। यदि भाग्य लेख्ने भगवान हुन्छन् भने तिमी भित्र नै हुन्छन्। आफ्नो जीवनलाई कस्तो बनाउने त्यो तिमी आफैमा भर पर्छ। सत्य बोल, सुस्तरी बोल, कम बोल, मिठो बोल, नम्र भई बोल, झुटो नबोल। सम्बन्ध त्यो होइन जहाँ हरेक पल पीडा दिन्छ। त्यसैले प्रेमले बोल, सत्य बोल, सुस्तरी बोल, अनि मात्र तिम्रो जीवन धेरै सफल हुन्छ। हवस् त, जय होस्।